2083 साल असार महिनाको 1 गतेदेखि 15 गतेसम्मका विशेष राशिफलका साथै 4वटा राशिहरूको समय अद्भुत रहेको जानकारी हजुर समक्ष यहाँ प्रस्तुत गर्नका निमित्त उपस्थित भएको छु। प्रस्तुता दिप ढुङ्गाना। सम्पूर्णलाई हृदयदेखि नै साधुवाद अर्पण। समादरणीय प्यारे श्रद्धालु र भक्तबिन, म हजुरहरूलाई यी असार महिनाको 15 गतेसम्मको राशिफल, 15 दिनको राशिफलका साथै 4वटा राशिहरू कुन कुन हुन् जसले अद्भुत लाभ प्राप्त गर्ने भन्ने विषयका जानकारी हजुर समक्ष यहाँ प्रस्तुत गर्न गइरहेको छु। 4वटा राशिहरूको यो 15 दिनको गोचर अनुसार मैले यहाँ प्रस्तुत गरेको छु। पुरा महिनाको गोचर अनुसार 5वटा राशिको समय लाभदायक रहेको पूर्व भिडियोमा मैले प्रस्तुत गरिसकेको छु। हजुरहरूले यसै च्यानलमा गएर हेर्न पनि सक्नुहुनेछ। त्योभन्दा पूर्व हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गरेर अनि नोटिफिकेसन बेल अलमा राखेर घन्टीलाई टिङ्ग दबाउन नभुल्नुहोला। साथै कमेन्ट बक्समा लक्ष्मी माता की जय भनेर कमेन्ट गर्नुहोस्। हजुरको घरमा लक्ष्मी माताको विशेष कृपा रहिरहनेछ। दर्शकबिन, आउनु सब ढिला नगरिकन प्रस्तुत गर्नेछु आजको विषयवस्तु, जो हामीले सूर्य र चन्द्रमाको आधारलाई आधार मानेर हजुरहरूको यो राशिफललाई तयार पारेका छौँ। जस प्रकारले असारमा अब सूर्यको राशि परिवर्तन हुँदैछ। असार 1 गतेबाट राशि परिवर्तन, वृष राशिबाट सूर्य अब मिथुन राशिमा प्रस्तुत गरिरहेका छन्। तिनै आधारमा हजुरहरू समक्ष यो राशिफल प्रस्तुत गर्दैछु म पनि। जस अन्तर्गत पहिलो नम्बरको राशि हुनुहुन्छ मेष राशि। मेष राशि मध्ये चुचे, चोला, लिलु, लेलो, यति नाम भएका व्यक्तिहरूको मेष राशि हुन्छ र यिनै मेष राशि हुनुहुने व्यक्तिहरूको लागि आर्थिक दृष्टिकोणले राम्रो सुधार हुनेछ। रोकिएका पुराना कामहरू सुचारू हुनेछन् र नयाँ लगानीका अवसरहरू मिल्ने देखिएको छ। साथै हजुरहरूलाई कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारमा आत्मीयता बढ्नेछ र प्रेम सम्बन्धमा मधुरता आउनेछ। र साथै महिनाको यानि कि मध्यतिर 15 को आसपासमा हजुरहरूले हतारमा निर्णय गर्दाखेरि हजुरलाई सानातिना विवादहरू आउन सक्छन्, जसले गर्दाखेरि हजुरले केही घाटा बेहोर्नु पर्ने हुन सक्छ। बोलीमा नियन्त्रण राखेर कार्य गर्नुभयो भने अत्यन्त राम्रो हजुरलाई देखिनेछ। त्यसै गरी अर्को राशि हुनुहुन्छ वृष राशि। वृष राशि हुनुभएका व्यक्तिहरू जो इ, उ, ए, ओ, बा, बी, बु, बे, ओ यी नाम अक्षर भएका व्यक्तिहरूको वृष राशि हुन्छ। ध्यान दिइरहनु होला। हजुरहरूको नाम न्वारनको अनुसारले यो नाम अक्षर अनुसार राशि हुनेछन्। तपाईँको बोलाउने नामले हुँदैन है। न्वारनको नाम अथवा गुरुहरूले राखिदिनु भएको नाम अनुसार हजुरको राशि छुटिन्छ। जस अन्तर्गत हजुरको यो 15 दिनको समय कस्तो रहेको छ त भन्दाखेरि हजुरलाई एकदम उत्साहपूर्वक रहनेछ हैन। मान सम्मान प्रतिष्ठा बढाउने समय रहेको छ है। विशेष गरी नोकरी र व्यापार व्यवसायमा नयाँ सम्भावनाहरू देखिने रहेको छ। साहस र पराक्रम बढ्ने देखिएको छ, जसले गर्दा जटिल कामहरू पनि सहजै सम्पन्न हुने योग हजुरको बनिरहेको छ। शेयर बजार वा बैंकिङ क्षेत्रबाट आकस्मिक हजुरलाई लाभ मिल्ने पनि देखिएको छ, जुन वृष राशि हुनुभएका व्यक्तिहरूलाई। स्वास्थ्यको दृष्टिकोणले खानपिनमा थोरै सजग रहनु होला है। अनि पेट सम्बन्धी केही समस्याहरूले हजुरलाई सताउन सक्ने सम्भावना पनि रहेको छ। थोरै सावधान रहनु होला। आफ्नो कुनै शुभ कर्म गर्नु पूर्व या शुभ स्थानमा जानु पूर्व आफ्नो इष्टदेवको नाम स्मरण गर्दै हजुरले यात्रामा जानुहोला। तब शुभ कार्य थालनी गर्नुभयो भने हजुरको लागि अत्यन्तै राम्रो हुने देखिएको छ। त्यसै गरी अर्को राशि हुनुहुन्छ मिथुन राशि। मिथुन राशिको का, कि, कु, घ, ङ, छ, के को हा यी अक्षर का, कि, कु, घ, ङ, छ, के को हा यी अक्षर भएका व्यक्तिहरूको राशि भनेको मिथुन राशि हुन्छ। हजुरहरूको पनि यिनै अक्षरबाट छन् भने हजुरको राशि मिथुन हो।
जुन मिथुन राशि हुनेहरूको लागि असार महिनाको पहिलो हप्ता यानि कि दोस्रो 15 दिनसम्मको समय भनेको राम्रै समय रहेको छ। ठुलो वृद्धि हुने, केही आर्थिक पक्षको वृद्धि हुने, कार्यक्षेत्रको वृद्धि हुने देखिएको छ। नेतृत्व क्षमता बढ्ने देखिएको छ। आफूले गर्नुपर्ने कार्यमा अझै जिम्मेवारी थपिने पनि देखिएको छ र कार्यक्षेत्रमा वा कार्यक्षेत्रमा आफ्नो योग्यता प्रमाणित गर्ने राम्रो अवसर पनि मिलेको छ है। सामाजिक तथा व्यावसायिक क्षेत्रमा तपाईँको प्रभाव विस्तार हुने र नयाँ पदोन्नतिको योग पनि बन्ने देखिएको छ। जस प्रकारले मैले भनिहालेँ, पदोन्नति भइसके पश्चात कार्यभार थपिने भयो, कार्यभार होइन, अनि नयाँ कार्यभारहरू, जिम्मेवारीहरू थपिने हजुरको योग बनिरहेको छ। त्यसै गरी अनि हजुरले सुरुवाती दिनहरूमा सोचेको जस्तो प्रतिफल पाउन सक्नुहुन्न है। अलि मेहनत गर्नुपर्छ। स्वास्थ्यमा सामान्य गडबड रहनेछ, थोरै विचार पुर्याउनुहोला। हजुरले पनि आफ्नो इष्ट देवता भगवानको नाम निरन्तर स्मरण गर्दै जानुभयो भने चाहिँ हजुरलाई पनि एकदम राम्रो देखिएको छ। त्यस पछाडि अर्को राशि हुनुहुन्छ कर्कट राशि। कर्कट राशि हुनुभएका व्यक्तिहरूको भनेको हि, हु, हे, हो, डा, डी, डु, डेडो यी नाम अक्षर भएका व्यक्तिहरूको कर्कट राशि हुन्छ है। कर्कट राशि हुन भएका व्यक्तिहरूको लागि यो समय मिश्रित फल रहेको छ। केही शुभ पनि अथवा अशुभ पनि भनेको एकै साथमा हुने देखिएको यो हजुरको समय रहेको छ है। सुरुका केही दिनहरू गोचरहरू त्यति अनुकूल नहुनाले काममा ढिला सुस्ती हुने देखिएको छ। तत्पश्चात यो पूर्व समय यानि कि पहिलो हप्ता 10-12 गतेसम्म त्यति शुभ योग हजुरको रहेको छैन। तत्पश्चात केही राम्रो हजुरले प्राप्त गर्नुहुनेछ है। विलासी वस्तुको प्रयोग तथा सामाजिक कार्यमा रुचि बढ्ने देखिएको छ। बौद्धिक कार्य र अध्यापनमा रुचि राख्नेहरूको लागि समय अत्यन्तै राम्रो बन्दै जाने पनि देखिएको छ। नयाँ व्यवसाय वा ठुलो लगानी तत्काल नगर्दा नै हजुरको लागि राम्रो हुने देखिएको छ है। अनि त्यसै गरी जुन प्रकारले कुनै पनि कार्यमा हजुरले सावधानी अपनाउनु भयो भने चोटपटक लाग्ने, सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु भयो भने हजुरको लागि राम्रो हुने देखिएको छ। होइन भने केही हजुरलाई चोटपटक लाग्ने अथवा कतै सङ्कटको समय पनि उत्पन्न हुने देखिएको छ। थोरै सावधानी भएर भगवानको इष्ट देवताको नाम स्मरण गर्दै कार्यहरू गर्नुभयो भने हजुरको लागि अत्यन्तै राम्रो हुनेछ। त्यसै गरी अर्को राशि हुनुहुन्छ सिंह राशि। सिंह राशि हुनुभएका व्यक्तिहरूको लागि मामी, मुमे होइन, मामी, मुमे, मोटा टिटु अनि टे यी नाम अक्षर भएका मामी, मुमे, मोटा टिटु, टे यी अक्षर भएका व्यक्तिहरूको राशि सिंह राशि हुनेछ र यी व्यक्तिहरूको लागि भन्ने हो भने यो व्यावहारिक दृष्टिकोणले अत्यन्तै लाभदायक नै देखिएको छ होइन। लाभ प्राप्त हुने देखिएको छ। साझेदारीमा गरिएका कामहरूबाट राम्रो नाफा आर्जन हुने देखिएको छ। जीवनसाथी वा नजिकको होइन साथीको सहयोगले रोकिएको महत्त्वपूर्ण कामहरू पुरा हुने देखिएको छ है। त्यसै गरी आफ्ना कमजोरीहरू अरूका साथै अरूका सामुन्ने सजिलै प्रकट नगर्न हुन पनि अनुरोध गर्दछु, किनभने त्यसले हजुरलाई त्यति राम्रो प्रतिफल दिलाउने छैन होइन। विरोधीहरू सक्रिय भई कुरा काट्ने प्रबल योग बनिरहेको छ। त्यसै कारणले गर्दाखेरि थोरै सावधान भएर कार्यहरू गर्नुहोला। भगवानको इष्ट देवताको नाम निरन्तर रूपमा जप गरिरहनुहोला है। साथै अर्को राशि हुन्छ कन्या राशि। कन्या राशिको टेटो पापी होइन, टेटो पापी पुखणठ पेपो यति टेटो पा अनि पी पुखणठ अनि पेपो यति नाम अक्षर हुनुभएका व्यक्तिहरूको राशि भनेको कन्या राशि हुने देखिएको छ र यी व्यक्तिहरूको लागि यो समय प्रतिस्पर्धात्मक समय रहेको छ है। प्रतिस्पर्धा भए तापनि उपलब्धिमूलक नै हजुरको योग बनिरहेको छ। राजनीति तथा सामाजिक क्षेत्रमा लाग्नेहरूले राज्यबाट माथिल्लो निकायबाट
विशेष सेवा सुविधा र सम्मान पाउन सक्ने देखिएको छ। ब्याङ्किङ, फाइनान्स अनि त्यस पछाडि यस्ता क्षेत्रबाट हजुरले दीर्घकालीन लाभ लिन सक्ने पनि देखिएको छ हजुरको लागि। र साथै आवश्यकता बावजुद कामको दायित्व बढ्ने देखिएको छ। सरसफाइ र मौसमी बिरामीबाट बाँच्न स्वास्थ्यमा ध्यान दिनुहोला भनेर पनि हजुरको योग यस्तो प्रकारको रहेको छ। थोरै सतर्कता हजुरले अपनाउनु पर्ने देखिएको छ। अर्को राशि हुनुहुन्छ तुला राशि। तुला राशि हुनुभएका व्यक्तिहरूको लागि रारी अनि रुरेरोता तितुते यी नामाक्षर हुनुभएका व्यक्तिहरूको तुला राशि देखिएको छ। रारी, रुरेरोता, तितुते यति भएका व्यक्तिहरूको राशि भनेको तुला राशि हुन्छ र यिनीहरूको लागि यो समय अवसरमूलक समय रहेको छ है। विस्तार तथा नयाँ अनुभवले भरिपूर्ण रहने समय रहेको छ। अनुभव प्राप्त गर्ने र कुनै पनि स्थानमा हजुरले केही सिक्ने अवसर हजुरले प्राप्त गर्ने समय रहेको छ। योग त्यस्तो खालको बनिरहेको छ। भाग्य सबल रहनेछ। धार्मिक, शैक्षिक तथा बौद्धिक गतिविधिमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा नयाँ स्थानसँग सम्बन्धित लाभदायक योजनाहरू बन्ने देखिएको छ। हजुरले व्यापार व्यवसायमा सुरुमा केही मन्दी देखिए तापनि बिस्तारै सुधार आउनेछ। अरूको सल्लाह लिँदा शुभचिन्तकहरूको पहिचान गर्न अत्यन्तै आवश्यक पनि रहेको देखिन्छ। त्यस कारणले गर्दा थोरै सावधानी भएर शुभचिन्तकहरूको साथ लिएर अथवा शुभचिन्तकहरूका साथमा रहेर कार्यहरू गर्नुभयो भने हजुरको लागि राम्रो हुने देखिएको छ। त्यसै गरी अर्को राशि हुनुहुन्छ वृश्चिक राशि। वृश्चिक राशिहरू हुने भएका व्यक्तिहरूका लागि अनि तो, नानी, नुने, नो या इयु यति नामाक्षर भएका तो, नानी, नुने, नो या इयु यति नामाक्षर हुनुभएका व्यक्तिहरूको राशि भनेको वृश्चिक राशि रहेको छ। हजुरको कुन राशि हो अवश्य पनि कमेन्ट गर्न नभुल्नुहोला। साथै अन्तिममा शुभ 4 राशिहरू जो अत्यन्तै लाभदायक रहेका राशिहरूको बारेमा पनि वर्णन गर्नेछु। ध्यान दिएर अन्तिमसम्म हेर्न पनि नभुल्नुहोला राशिफलहरू है। ध्यान दिनुहोला कुन कुन राशि हुन् भने हजुरको राशि पनि पर्न सक्छ। अब अहिले कुरो गरौँ वृश्चिक राशिको। वृश्चिक राशि हुनुभएका व्यक्तिहरूको लागि यो समय अनुसन्धान, अध्ययन र आन्तरिक शक्ति मजबुत बनाउने समय रहेको छ। खोज तथा नयाँ प्रविधिको क्षेत्रमा लागेको व्यक्तिहरूले उत्कृष्ट नतिजा हात पार्नेछन्। परिवार र दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ कसिलो भएर जाने देखिएको छ है। अनि महत्त्वाकांक्षी योजनाहरू बिस्तारै मात्र लाभदायक हुनेछन्। त्यसै कारणले गर्दा धैर्य धारण गर्ने आवश्यकता रहेको छ। धैर्यताको आवश्यकता रहेको देखिएको छ। अनि खर्चमा पनि केही नियन्त्रण गर्नुहोला। खर्चको वृद्धि हुने देखिएको छ। त्यसमा पनि केही हजुरले नियन्त्रण गरेर कार्यहरू गर्नुभयो भने अझ लाभ हजुरले पाउनु हुनेछ। त्यसै गरी अर्को राशि हुनुहुन्छ धनु राशि। यो भावी अनि बुधा फाडा अनि भे यति नामाक्षर हुनुभएका व्यक्तिहरूको राशि भनेको धनु राशि भएको जानकारी गराउँदछु। साथै यी राशि हुनुभएका व्यक्तिहरूको लागि यो अवधि भनेको शारीरिक रूपमा सबल र ऊर्जावान रहने समय रहेको छ। भविष्यका लागि नयाँ दीर्घकालीन कामको जग बसाल्ने यो सुनौलो मौका रहेको छ। व्यापार तथा व्यवसायमा प्रशस्त फाइदा हुने योग पनि रहेको छ। साथीभाइ वा सहकर्मीहरूसँग सानो कुरामा असमझदारी बढ्न सक्ने देखिएकाले गर्दा व्यवहारमा लचकता अपनाउन पनि हजुरले लचकता अपनाउन पर्ने देखिएको छ। त्यही भएर थोरै सावधान भएर कार्यहरू गर्नुहोला, होइन भने हजुरलाई पनि अप्ठ्यारो पर्ने देखिएको छ। त्यसै पछाडि अर्को राशि हुनुहुन्छ मकर राशि। मकर राशि भेजा जी जु जे जो खाकी ख कि खु के खो गागी होइन भेबोजाजी यी अगाडि भे आएको थियो भने अब यहाँ भेबोजाजी होइन। अनि त्यस पछाडि खिखु खेखो
श्रवण अनि त्यस पछाडि गागी यति नाम अक्षर हजुरको भोजाजी खिको खेखो अनि त्यस पछाडि गागी यति नाम अक्षर हुनुभएका व्यक्तिहरूको राशि भनेको मकर राशि हुनेछन्। हजुरको कुन राशि छन् ध्यान दिनुहोला। मकर राशि हुनुभएका व्यक्तिहरूको लागि कडा मेहनतपछि सफलता मिल्ने समय रहेको छ। अनि त्यस पछाडि कृषि तथा पशुपालनको क्षेत्रमा आबद्ध हुनुहुन्छ भने आम्दानीका नयाँ स्रोतहरू अत्यन्तै राम्रो देखिनेछन्, फेला पर्नेछन्। शारीरिक थकान र नसोचेको स्वास्थ्यमा समस्या विशेष गरी हड्डी सम्बन्धी समस्याले सताउन सक्ने देखिएको छ। है उपलब्धि प्राप्त गर्न निकै दौडधुप पनि गर्नुपर्ने देखिएको छ। कस्तो गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, थोरै सावधानी भएर कार्यहरू गर्नुहोला। साथै कुम्भ राशि हुनुभएका व्यक्तिहरू को राशि भनेको के छ त भन्दाखेरि नाम अक्षर भनेको अघिल्लो हामीले गागीसम्म थियो। अनि गागी, गुगे होइन, गोसा शिशु अनि सेसोदा यति नाम भएका व्यक्तिहरूको नाम अक्षरबाट हुने कुम्भ राशि हुन्छन्। कुम्भ राशि हुनुभएका व्यक्तिहरूको लागि यो समय 15 दिनको समय भनेको योजनाहरू सफल बनाउने र रोकिएको काम सुल्झाउने समय देखिएको छ। लामो समयदेखि रोकिएका कामहरू छन् भने पनि, प्रतीक्षा गरेको कुनै विशेष कामहरू छन् भने पनि बन्ने समय देखिएको छ है। अनि शुभचिन्तकहरूको भरपुर रूपमा सहयोगले काममा हिम्मत थपिने देखिएको छ। समयमै सही निर्णय लिन नसक्दा हातमा परिचयको अवसर उम्किन सक्छ वा खर्च बढ्न सक्ने देखिएको छ। त्यसकारणले सचेत रहन पनि हजुरहरूलाई आग्रह गर्दछु। जति पनि कुम्भ राशि हुनुभएका व्यक्तिहरू हुनुहुन्छ, हजुरहरूले पनि सतर्क रहने, सचेत रहने समय रहेको छ। आफ्नो इष्ट देवता, कुल देवताहरूको नित्य ध्यान चिन्तन गर्दै कार्यहरू गर्नुभयो भने अत्यन्तै राम्रो हजुरलाई पनि देखिएको छ। साथै अर्को राशि रहनु भएको छ कुन राशि भन्दा मीन राशि। मीन राशि हुनुभएका व्यक्तिहरूको लागि यो समय अलि सावधानी अपनाउनु पर्ने समय रहेको छ है। कला र रचनात्मक काममा लाग्नेहरूको लागि मध्यम फलाइरहेको छ। पारिवारिक जमघटको अवसर मिल्ने देखिएको छ र पनि आर्थिक रूपमा केही कमजोर अवस्था रहने देखिएको छ है। आर्थिक कारोबार गर्दा निकै सजगता अपनाउन हजुरको लागि अपनाउनु पर्ने देखिएको छ। ठगी वा आर्थिक नोक्सानीको योग परेको छ। अनावश्यक दौडधुप र विवादबाट टाढै रहनु नै हजुरको लागि उत्तम देखिन्छ, उत्तम रहेको छ। त्यसकारणले गर्दा थोरै सावधान रहेर कार्यहरू गर्नुहोला। दर्शकबिन, यी भयो आजको यानि कि 15 दिन 1 गतेदेखि 15 गतेसम्मका राशिफलहरू। अब यी बीचका 4वटा राशिहरू जो अत्यन्तै शुभ रहेका छन्, किन शुभ रहेका छन्, कुन कुन राशि हुन् भन्ने जानकारी हजुरहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। जो 1 गतेदेखि 15 गतेसम्मका राशिहरू छन्, 4 अत्यन्तै शुभ र लाभदायक राशिहरूको बारेमा जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। हजुरको राशि कमेन्ट गर्नुभएको छैन भने अवश्य पनि कमेन्ट गर्न नभुल्नुहोला। पहिलो नम्बरमा रहनु भएको छ मेष राशि। किन त भन्दाखेरि यो अवधिमा मेष राशि हुनुभएका व्यक्तिहरूको लागि आर्थिक लाभको ठुलो ढोकाहरू खोल्ने देखिएको छ। पुराना रोकिएका कामहरू बन्ने, हठात रूपमा सुचारू हुने, नयाँ लगानीबाट सोचेभन्दा राम्रो प्रतिफल मिल्ने योग रहेको छ। त्यसकारणले गर्दा मेष राशिहरूलाई राम्रो योग बनिरहेको छ यो 15 दिनको अवधि। त्यसै गरी वृष राशि। वृष राशि हो दोस्रो अनि यानि कि अर्को राशि भने वृष राशिहरूले मान सम्मान र सामाजिक प्रभावले ठुलो वृद्धि हुने देखिएको छ। व्यापार व्यवसाय तथा नोकरी गर्नेहरूका लागि यो 15 दिन निकै फलदायी रहेको छ। आकस्मिक धनलाभको बलियो सम्भावना पनि रहेको छ। तेस्रो राशि सिंह राशि। सिंह राशि हुनुभएका व्यक्तिहरूको लागि साझेदारीका कामहरू र व्यापारिक दृष्टिकोणले यो पक्ष सबैभन्दा उत्तम मानिएको छ। जीवनसाथी र सहकर्मीको पूर्ण सहयोग मिल्नाले आँटेका कामहरू सहजै सफल हुनेछन् र आम्दानी पनि बढ्ने देखिएको छ। यी जति पनि
सिंह राशि हुनुभएका व्यक्तिहरूको लागि। साथै शुभ फलदायी रहने अन्तिम राशि हुनुभएको छ कुम्भ राशि। कुम्भ राशि हुनुभएका व्यक्तिहरूको लागि लामो समयदेखि अल्झिरहेको कामहरू बन्ने, जटिल कामहरू सुल्झाउने यो अवधि निकै शुभ रहेको छ। शुभचिन्तकहरूको सहयोगले गर्दा नयाँ योजनाहरू कार्यान्वयन गर्न सजिलो हुने पनि देखिएको छ। हजुरको राशि कुन हो कमेन्ट गर्न नभुल्नुहोला। दर्शकबिन यी 15 दिनको राशिफल साथै 15 दिनमा शुभ फल प्राप्त गर्ने शुभ राशिको बारेमा पनि हजुरहरू समक्ष प्रस्तुत गरे। हजुरको राशि कुन हो अवश्य पनि कमेन्ट गर्नुहोला। भिडियो हेरेर साथ दिनुभयो हजुरहरू सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद अर्पण गर्दै भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। साथै च्यानललाई सब्स्क्राइब पनि अवश्य गर्नुहोला भन्दै यो बसाइबाट म प्रस्तुता देव ढुङ्गाना पनि बिदा हुन चाहन्छु। जय श्री राधे, जय श्री श्याम।